हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई। अनि अहिले भने चाहिँ हाम्रो आज के हो भन्दाखेरि चाहिँ आज तपाईँको 25 है डिसेम्बर। आज चाहिँ हाम्रो क्रिसमस चर्चमा मनाउने गर्छ सबै है, सारा देश सारा जग्गामा है। अनि त्यसको लागि आज हामी गइरहेको छौँ तपाईँको चर्चमा। जति पनि चर्चमा कार्यक्रम हुन्छ है हजुरहरूको माझमा हामी राख्नेछौँ। अनि भिडियोलाई हेर्दै गर्नुहोस् होला। हो सुकाङ हिँडेको जिलाज भाइ पर्खिनु भएको? ओके म उता रोडमा पर्खिँदै गर्छु नि। यहाँदेखि चाहिँ तपाईँको समय रोड छ है त। अहिले चाहिँ हल्का भइरहेछ हाम्रो यहाँदेखि चाहिँ उता तपाईँको चुङ भनिन्छ। जानुपर्ने चाहिँ हामी यहाँदेखि यता। यस्तै छ मौसम, ठन्डा छ आजको 25 को लागि। अनि यहाँनिर खडा भइरहेछ। ल है अहिले भने चाहिँ हामी स्टार्ट भइसक्यौँ है सिधै यहाँबाट हाम्रो अहिले चाहिँ हामी स्ट्यान्डमै पुग्यौँ। अहिले चाहिँ हामी स्ट्यान्डमै पुगेको छौँ है। अनि यसलाई चाहिँ हल्का लक लगाइराख्नु पऱ्यो। अनि यहाँबाट चाहिँ निस्केर चाहिँ ठिकै छ। अब चाहिँ हामी सिधै चर्चपट्टि लाग्यौँ। यहाँबाट उँभो लाग्नेछौँ। तपाईँको यहाँदेखि उँभो चाहिँ चर्च टक्कै छ रोड। अनि हेर्दै गर्नुहोस् होला भिडियो। म चर्च पुगेर पनि बनाउने छु। अनि आज जति पनि प्रोग्राम हुन्छ सबै कुरो तपाईँहरूलाई देखाउने छु है त। अनि चर्च आउँदाखेरि तपाईँलाई यहाँनिर कन्फ्युज हुनसक्छ है। तपाईँलाई यहाँ कन्फ्युज भयो भने चाहिँ यता होइन, सिधा अगाडि तपाईँले फ्रन्ट सिधै हेर्नुभयो भने उता बाँसको बोटको अलिकति उतापट्टि चर्च देख्नुहुन्छ तपाईँले। त्यता आउनु सक्नुहुन्छ ल है त। यही हो चर्च। ल फाइनली म चाहिँ चर्च पुगेँ साथीहरू। अनि यसै गरी तपाईँहरूलाई देखाउने चाहिँ आजको हरेक कार्यक्रमहरू है, हेर्दै गर्नुहोस्। अनि यो हो यक्सुमाइसी चर्च। अनि यसरी नै स्टार। अनि म चाहिँ अहिले सिधै उतापट्टि गइरहेको छु। अनि उहाँहरू चाहिँ बिहानै आउनुभएछ हाम्रो शुभचिन्ताहरू। एकदमै तपाईँ बिहान कति बजी आइपुग्नु भयो? हामी 7 बजी आइपुगेको। एकदमै हामी यहाँनिर कटिङ रेडी छ। ओके सब्जी बोइलिङ हुँदैछ। एकदमै राम्रो। एकदमै अन्त जो पनि आउनु चाहनुहुँदैछ एकदमै वेलकम छ। आउने उनीहरूलाई हाम्रो आन्तरिक हृदयदेखि नै वेलकम गर्दछु ल है त। अनि यता हाम्रो सेफ के भन्नु चाहनुहुन्छ तपाईँ? कटिङ गोर्खे चटनी बनिँदैछ है। कटिङ हुँदैछ होइन। यस्तो छ कि कुराकानी चाहिँ होइन हामी गरिरहेको छौँ। ल अरूहरू आउनु हुँदैछ तपाईँको पछाडि। ल फाइनली अहिले चाहिँ भने म चर्चमा पुगेको छु। अनि यसै गरी हाम्रो बिहानै आएर उहाँले आधी 50% कटिङ सक्नुभएछ है। तर पनि के छैन, म पनि अब हेल्प गर्नेछु। एकदमै म पनि तयारीमा आएको। हाम्रो रमेश दा चाहिँ साह्रै राम्रो है। तर उहाँ चाहिँ नि उहाँ चाहिँ अहिले सिङ्गल हुनुहुन्छ होइन। उयो गर्नु चाहनुहुन्छ होइन। यदि नम्बर चाहियो भने म तपाईँहरूलाई दिनेछु रमेश दाको नम्बर। सिङ्गलहरूले प्लिज यो गरिदिनुहोस्। उहाँ चाहिँ ब्याचलर हुनुहुन्छ होइन। अनि एकदमै उहाँ चाहिँ राम्रो पनि हुनुहुन्छ। उहाँसँग जो आउनुहुन्छ एकदमै धेरै लकी हुनुहुन्छ है। ल अक्बर भाइले मेरो लागि शब्द एकदमै सेन्टी। ह्याप्पी क्रिसमस आन्टी, सेम टु यु। अनि ठिकै हुनुहुन्छ आन्टी? अङ्कल कहाँ हुनुहुन्छ? अङ्कल ए ल उहाँ चाहिँ हाम्रो पास्टर आन्टी हुनुहुन्छ।
एकदमै राम्रो आन्टी हुनुहुन्छ उहाँ हाम्रो एकदमै ल म हुन्छ अनि यसै गरी अब म अङ्कलकोमा जाँदैछु है त आज 25 अनि यहाँबाट चाहिँ फेरि एकदमै राम्रो दृश्य माथि के देखिन्छ भन्दाखेरि तपाईँको यहाँबाट चाहिँ माथि माउन्टेन जुन चाहिँ कब्रु भनिन्छ यहाँबाट चाहिँ एकदमै राम्रो देख्ने गर्छ यहाँबाट अहिले हेर्नु सक्नुहुन्छ यहाँबाट राम्रो नजारा एकदमै छ है अनि यहाँ चाहिँ हाम्रो पास्टर अङ्कल हुनुहुन्छ ल म चाहिँ आशिष लिनु गइरहेको छु अङ्कलकोमा भित्र जेन्सी अङ्कल यहाँ चाहिँ हाम्रो पास्टर बुवा जुन चाहिँ अस्ति तपाईँहरूले भिडियोमा पनि हेर्नु भएको थियो अनि उहाँले एकदमै सन्देश मिठो मिठो सन्देशहरू तपाईँको माझमा अस्ति पनि राख्नु भएको छ अनि आज यसै गरी आज चर्चमा पनि हुनेछ अनि तपाईँहरूले यो भिडियोतर्फ हेर्दै गर्नुहोस् होला अनि अन्तिममा उहाँले एकदमै मेसेज के दाजु तपाईँहरूको बिचमा राख्नुहुनेछ यही भिडियोतर्फ म तपाईँहरूलाई देखाउनेछु र अङ्कलले आज केही भनिदिनुहुन्छ भरेको लागि मेसेज छु हजुर फेरि दिनको आज ख्रिस्टको जन्म दिनको उपलक्ष्य छ म अब सबैजनाको अगाडि राम्रो मेसेज दिने मेरो कोसिस छ अनि तपाईँहरूले पनि सुनिदिनुहोस् म परमेश्वरको वचनलाई बोल्न जानेछु र तपाईँलाई पनि ह्याप्पी क्रिसमस तपाईँ सबैलाई अनि शुभकामना छ हुन्छ अनि हाम्रो आकाश दाजु अनि हाम्रो यता सबैजनालाई उहाँलाई पनि मेसेजद्वारा यो भिडियोद्वारा हाम्रोबाट पनि एकदमै ह्याप्पी क्रिसमस छ उहाँलाई पनि होइन अङ्कल ह्याप्पी क्रिसमस हजुर एन्जुअल बहिनी जहाँ हुनुहुन्छ उहाँलाई पनि आज एकदमै हाम्रो भिडियो तयारी हुँदैछ आज चाहिँ तपाईँको 25 डिसेम्बर भनिकन आज सबै सारा संसारले मनाउने गर्दछ अनि यो सबै कुरो तपाईँहरूलाई थाहै छ अनि यसै गरी अहिले चाहिँ भने म चर्चमा आइरहेको छु झन्डै तपाईँको 1 किलोमिटर जस्तो राइडिङ बाइकमा गरेर अनि यहाँ चाहिँ हाम्रो पास्टर बुवा अनि उहाँलाई आशिष थाप्नुको लागि आएको थिएँ अनि तपाईँहरूले भिडियो हेर्दै गर्नुहोस् होला एकदमै आजको भिडियो चाहिँ बवाल हुनेछ अनि प्रोग्राम जति पनि डान्सहरू जति सबै हुनेछ तपाईँले भिडियोतर्फ हेर्नु सक्नुहुनेछ ल आजको लागि यति नै सेकेन्ड पार्टमा तपाईँले फेरि हेर्नुहोस् होला यो भिडियोको सेकेन्ड पार्टमा तपाईँले फेरि भिडियो हेर्नु पाउनुहुनेछ